हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। म चाहिँ सन्चै छु, हजुरहरू पनि सन्चै हुनु होला। यो चाहिँ मेरो फर्स्ट भ्लग हो। कस्तो लाग्छ धेरै बोल्न त आउँदैन, त्यही पनि हेरेर साथ दिनु होला। म चाहिँ अब दुध लिन जाँदा लागेको छु। वेलकम छ मामालाई मेरो भ्लगमा। हैन थ्याङ्क यू है। हाम्रो मामाले चाहिँ यहाँ मही बनाउन लाग्नु भएको छ। मही भन खाना भन के आएको तपाईँ। ल भाउजूले चाहिँ दुध दिइसक्नु भयो। ल फाइनली म चाहिँ दुध लिएर गइसकेको छु। यहाँ चाहिँ यतातिर चाहिँ पानी छ, खोला। आज चाहिँ 10 क्लासको बिदाई म चाहिँ यो पटक 9 मा हो। 10 क्लासको बिदाई गर्न जान्छु। आज चाहिँ 10 बजेतिर जान्छु होला स्कुल। कस्तो हुन्छ आज दिन देखाउँदैछु हजुरहरूलाई। माला यसमा छ, फेरि सानी नानी यहाँ चिनी चेन। वेलकम छ है। थ्याङ्क यू। फाइनली हामी चाहिँ गइसकेका छौँ। अब चाहिँ कस्तो हुन्छ आजको दिन हजुरहरूलाई देखाउनेछौँ। तँलाई 10 क्लासमा हो, तँलाई पनि 10 क्लासमा जान मन छ कि नै? कसलाई हुँदैन 10 क्लासमा? त्यसको लागि त पढ्नुपर्छ होइन। हामी चाहिँ घरबाट हिँडिसकेका छौँ। अब बाँकी भिडियो भएपछि देखाउनेछौँ। यति नै। जाजरकोट भेरी नगरपालिका 10 परबैनी बस्ने ठाउँ। वरिपरि नदी, बिचमा चाहिँ यो घर छ अनि चाहिँ मन्दिर छ। यो चाहिँ अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भएको ठाउँ हो। अनि मामा घरदेखि नजिकै छ। 1 मिटर होला होइन? पुरादेखि हो 1 मिटर छ। ठिकै छ। हामी स्कुल जाने बाटो यही हो, सधैँ यही बाटो जान्छौँ। फेरबाट 3 किलोमिटर छ। हामी सधैँ 3 किलोमिटर हिँडेर जान्छौँ। भुटचौर 2 किलोमिटर। अनि सल्यानको र जाजरकोटको बिचमा चाहिँ सिमाना छ नदीको। बिदाईको लागि माला। त्यसै गरी आजको यस कार्यक्रमका तिमी चोरो नि मेरो भ्लगमा वेलकम छ तँलाई। हामी चाहिँ 10 क्लासको बिदाई गरेर घर जाँदैछौँ। अब चाहिँ हामी
हामी 3 जना छौँ जाउँ छन् कि मेरा प्यारा प्यारा बहिनीहरू म पछि बिन्दा कस्तो रे तिमीलाई कस्तो लागिरहेछ 10 क्लासको एकदमै नरमाइलो लागिरहेछ मेरो दाइ दिदीहरू गइसक्नु भयो आजदेखि 10 क्लास सुनसान हुन्छ त्यही भएर नरमाइलो लागिरहेछ गङ्गालाई हाम्रो भेट हुँदैन नि त त्यही भएर अलिक मन दुखिरहेछ तर अरू जस्तो रुइन नि म फेरि सबभन्दा तर मेरो मन एकदमै ठुलो छ क्या भित्र लो कुरा पर्यो भने मात्रै मेरो आँखाबाट आँसु आउँछ यो भिडियो हेर्नेहरूले लाइक कमेन्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला सबैले शेयर पनि गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला